तपाईले कहिले सोच्नु भएको छ किन केही मानिसहरू दिन प्रतिदिन सफल हुँदै जान्छन् जबकि अरू मानिसहरू वर्षौंसम्म एकै ठाउँमा अड्किएर बस्छन्? के उनीहरू हामीभन्दा धेरै ट्यालेन्टेड हुन्छन्? के उनीहरूसँग धेरै पैसा हुन्छ वा उनीहरूसँग कुनै सिक्रेट फर्मुला हुन्छ? साँचो कुरा के हो भने धेरैजसो सफल मानिसहरूलाई सफल बनाउने कुरा कुनै ठुलो डिसिजन होइन, यो हो सानो बानी। त्यो बानी जुन यति सानो हुन्छ कि सुरुमा महत्त्वहीन जस्तै लाग्छ, तर समयसँगै त्यसले जीवन बदल्छ। च्याप्टर 1, प्रब्लम तपाईँ होइन सिस्टम हो। हामी मध्ये धेरै मानिस न्यू इयर आउँदा गोल बनाउँछौँ। यो वर्ष 5 किलो वेट घटाउँछु, यो वर्ष इङ्ग्लिस फ्लुएन्ट बनाउँछु, यो वर्ष धेरै पैसा बचत गर्छु, तर केही हप्तापछि पुरानै बानीमा फर्कन्छौँ। किन? हामी सोच्छौँ कि समस्या मोटिभेसनको हो, तर वास्तविक समस्या मोटिभेसनको होइन, समस्या सिस्टमको हो। कल्पना गर्नुहोस्, 2 मानिस छन्, दुवैको गोल एउटै छ, दुवैले म्याराथन दौड जित्न चाहन्छन्। एकजनाले राम्रो ट्रेनिङ सिस्टम बनायो, अर्कोले केवल गोल मात्र लेख्यो। कसले जित्ला? पक्कै ट्रेनिङ गर्नेले। गोल डिरेक्सन दिन्छ, सिस्टम प्रोग्रेस दिन्छ। च्याप्टर 2, 1% बेटर एभ्री डे। धेरै मानिसहरू ओभरनाइट सक्सेस खोज्छन्, तर वास्तविक ग्रोथ कम्पाउन्ड इन्ट्रेस्ट जस्तै काम गर्छ। यदि तपाईँ हरेक दिन केवल 1% इम्प्रुभ गर्नुभयो भने 1 वर्षपछि तपाईँ सुरुवातको अवस्थाभन्दा धेरै अगाडि पुग्न सक्नुहुन्छ। उदाहरण, आज 10 पेज पढ्नुहोस्, भोलि फेरि 10 पेज, 1 महिनापछि 300 पेज, 1 वर्षपछि 3600 भन्दा बढी पेज। त्यसैले सानो इम्प्रुभमेन्टलाई कहिले अन्डरएस्टिमेट नगर्नुहोस्। च्याप्टर 3, आइडेन्टिटी चेन्ज। धेरै मानिसहरू भन्छन् म स्मोकिङ छोड्न चाहन्छु, म एक्सर्साइज गर्न चाहन्छु, तर एटोमिक ह्याबिटले एउटा पावरफुल कुरा सिकाउँछ। बिहेभियर चेन्ज भन्दा पहिले आइडेन्टिटी चेन्ज हुनुपर्छ। म एक्सर्साइज गर्छु भन्नुभन्दा म हेल्दी पर्सन हुँ भन्न सुरु गर्नुहोस्। म पुस्तक पढ्ने प्रयास गर्दैछु भन्नुभन्दा म रिडर हुँ भन्ने सुरु गर्नुहोस्। जब तपाईँको आइडेन्टिटी बदलिन्छ, तपाईँका एक्सन्स स्वतः बदलिन थाल्छन्। च्याप्टर 4, मेक इट अभियस। राम्रो ह्याबिट बनाउन चाहनुहुन्छ, त्यसलाई अभियस बनाउनुहोस्। यदि पुस्तक पढ्न चाहनुहुन्छ भने फोनको छेउमा किताब राख्नुहोस्। यदि पानी धेरै पिउन चाहनुहुन्छ भने टेबलमा बोतलदेखि नै ठाउँमा राख्नुहोस्। हामी इन्भाइरोमेन्टका प्रडक्ट हौँ, जे देख्छौँ त्यही गर्न थाल्छौँ। च्याप्टर 5, मेक इट अट्र्याक्टिभ। मानिसहरू लजिकभन्दा इमोसनबाट धेरै प्रभावित हुन्छन्, त्यसैले ह्याबिटलाई अट्र्याक्टिभ बनाउनुहोस्। उदाहरण, एक्सर्साइज गर्न मन लाग्दैन, मनपर्ने म्युजिक सुन्दै एक्सर्साइज गर्नुहोस्। इङ्ग्लिस सिक्न गाह्रो लाग्छ, मनपर्ने पोडकास्टबाट सुरु गर्नुहोस्। जब ह्याबिट रमाइलो हुन्छ, कन्सिस्टेन्सी बढ्छ। एटोमिक ह्याबिट्सको मुख्य सन्देश सरल छ। तपाईँको जीवन एकैचोटि बदलिँदैन, तर तपाईँको बानी बदलिन सक्छ। र जब बानी बदलिन्छ, दिन बदलिन्छ। दिन बदलिँदा महिना बदलिन्छ, महिना बदलिँदा वर्ष बदलिन्छ, र वर्ष बदलिँदा जीवन बदलिन्छ। त्यसैले आज कुनै ठुलो रेभोल्युसन होइन, केवल एउटा सानो ह्याबिटबाट सुरु गर्नुहोस्, किनकि कहिलेकाहीँ जीवन बदल्ने सबैभन्दा ठुलो निर्णय सबैभन्दा सानो कदमबाट सुरु हुन्छ। पार्ट 2, किन धेरै मानिसहरू सुरु गर्छन् तर टिक्न सक्दैनन्? मोटिभेसनभन्दा सिस्टम शक्तिशाली हुन्छ। हामी प्राय भन्छौँ आज मोटिभेसन छैन, तर एउटा कुरा सोच्नुहोस्, के तपाईँले दाँत माझ्न मोटिभेसन खोज्नुहुन्छ? के तपाईँले बिहान उठ्न साथ मोटिभेसन खोज्नुहुन्छ? प्राय होइन, किनकि त्यो ह्याबिट बनिसकेको छ। त्यसैले सफल मानिसहरू मोटिभेसनको भर पर्दैनन्, उनीहरू सिस्टमको भर पर्छन्। मोटिभेसन आउँछ र जान्छ, सिस्टम रहिरहन्छ। ह्याबिट स्टेकिङको जादु। नयाँ बानी बनाउन सबैभन्दा सजिलो उपाय के हो? पुरानो बानीसँग जोडिदिनु। उदाहरण, बिहान चिया पिएपछि 5 मिनट पुस्तक पढ्ने, दाँत माझेपछि 2 मिनट ध्यान गर्ने, राति खाना खाएपछि भोलिको योजना बनाउने। दिमागलाई नयाँ कुरा सिकाउन सजिलो हुन्छ जब त्यो पुरानो रुटिनसँग जोडिन्छ। आज मात्रै भन्ने बहाना। धेरै नराम्रा बानीहरू एकैपटक जीवन बिगार्दैनन्। तिनीहरू सुरु हुन्छन् एउटा वाक्यबाट, आज मात्रै। आज मात्रै वर्कआउट स्किप गर्छु, आज मात्रै खर्च गर्छु, आज मात्रै पढ्दिनँ। समस्या आज होइन, समस्या त्यो सोच बारम्बार दोहोरिनु हो। सफलता एउटा निर्णयको परिणाम होइन, सयौं निर्णयहरूको परिणाम हो। प्लाट्युको समय। धेरै मानिसहरू सुरुमा उत्साहित हुन्छन्, 1 हप्ता, 2 हप्ता, 1 महिना, तर परिणाम देखिँदैन र उनीहरू छोडिदिन्छन्। तर वास्तविक ग्रोथ बाँसको रुख जस्तै हुन्छ। सुरुमा जमिन मुनि जरा बढिरहेको हुन्छ, बाहिर केही देखिँदैन, पछि अचानक तीव्र रूपमा बढ्छ। जीवनका धेरै सफलताहरू पनि यस्तै हुन्छन्। काम गरिरहनुहोस्,
हरेक पटक तपाईँले आफ्नो बाचा पुरा गर्नुहुन्छ। तपाईँ आफैलाई प्रमाण दिनुहुन्छ, म आफूले भनेको काम गर्न सक्छु। त्यही प्रमाणले आत्मविश्वास निर्माण गर्छ। परिणाम ढिलो देखिन सक्छ तर प्रयास खेर जाँदैन। आफूलाई प्रमाण दिनुहोस्। आत्मविश्वास कसरी बढ्छ? पोजिटिभ थिङ्किङले मात्र होइन, एक्सनले। पार्ट 3, जीवन बदल्ने कम्पाउन्ड इफेक्ट। भविष्य अचानक बन्दैन। धेरै मानिसहरू आफ्नो भविष्यबारे चिन्तित हुन्छन्, तर भविष्य कुनै दिन अचानक आउँदैन। यो आजको दिनबाट निर्माण भइरहेको हुन्छ। आजको पढाइ, आजको अनुशासन, आजको निर्णय, आजको बानी, यी सबै मिलेर भविष्य बनाइरहेका हुन्छन्। इन्भाइरोमेन्ट भनेको विल पावरबाट निर्माण हुन्छ। कल्पना गर्नुहोस्, एउटा कोठामा मोबाइल, नेटफ्लिक्स, गेम्स, सोसल मिडिया सबै खुल्ला छ। अर्को कोठामा किताब, नोटबुक र शान्त वातावरण छ। कुन कोठामा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ? इच्छा शक्ति महत्त्वपूर्ण छ, तर सही वातावरण अझ शक्तिशाली हुन्छ। त्यसैले आफूलाई सफल हुन सजिलो बनाउनुहोस्। विनर्स र लुजर्स बीचको वास्तविक फरक। धेरैजसो अवस्थामा फरक ट्यालेन्टको हुँदैन, फरक कन्सिस्टेन्सीको हुन्छ। एक व्यक्तिले 3 वर्षसम्म हरेक दिन सानो कदम चाल्यो, अर्को व्यक्तिले 3 वर्षसम्म पर्फेक्ट मोमेन्ट पर्खियो। तर 3 वर्षपछि नतिजा फरक देखिन्छ, तर कारण साना दैनिक निर्णयहरू हुन्। 1% रुल। यदि तपाईँ हरेक दिन 1% राम्रो बन्नुभयो भने 1 वर्षपछि तपाईँ अहिलेको व्यक्तिभन्दा धेरै फरक बन्न सक्नुहुन्छ। र हरेक दिन 1% खराब बानी दोहोऱ्याउनु भयो भने त्यसको परिणाम पनि समयसँगै ठुलो हुन्छ। जीवन डिरेक्सनको खेल हो, स्पिडको होइन। एउटा प्रश्न, आज राति सुत्नु अघि आफैलाई सोध्नुहोस्, यदि मैले आज गरेको काम 5 वर्षसम्म दोहोऱ्याएँ भने म कहाँ पुग्छु? यदि उत्तर मन पर्दैन भने आजबाट सानो परिवर्तन सुरु गर्नुहोस्। एटमिक ह्याबिट्सको सबैभन्दा ठुलो सन्देश यो होइन कि ठुलो सपना नदेख्नु। सन्देश यो हो कि ठुलो सपना देख्नुहोस्, तर दैनिक साना बानीहरूलाई कहिले सानो नसम्झिनुहोस्, किनकि तपाईँको जीवन एकैचोटि बदलिँदैन। तपाईँको जीवन बिस्तारै बदलिन्छ, दिन प्रतिदिन, निर्णय प्रति निर्णय, बानी प्रति बानी र एक दिन तपाईँ पछाडि फर्केर हेर्नुहुन्छ अनि महसुस गर्नुहुन्छ जीवन बदल्ने चमत्कार कुनै ठुलो घटना थिएन, त्यो त हरेक दिन दोहोरिएको एउटा सानो सही बानी थियो।